आज मानिसलाई एउटा कुकुरले शान्तिको मार्गदर्शन गराइरहेको छ। कति अचम्म लाग्छ यो दृश्य हेर्दा। मेरो त शरीर नै श्रीङ्ग भयो, मेरा आँखा रसाए, मन शान्त भयो। एकछिन म सोच्न बाध्य भएँ, जहाँ विश्वमा शान्तिको सन्देश प्रचार गर्ने भगवान बुद्ध जन्मिए, त्यही देश हाम्रो नेपालमा आज अराजकता, एक आपसप्रति घृणा, द्वेष, परिवारभित्रै लफडा, राजनीतिक अस्थिरता, सत्ता लोभ इत्यादि हिंसात्मक कुराहरूले कालो बादल झैँ ढाकिदिएको छ। हामी नेपाली सजिलै भन्छौँ, बुद्धवास बनी नेपाल, सुन्दा कति मजा लाग्छ। वाह, क्या दामी कुरो। पुरै विश्वले शान्तिका प्रतीक मान्ने भगवान बुद्ध नेपालमा नै जन्मिएका थिए, तर विदेशीहरूले भन्दैछन् बुद्ध नेपालमा जन्मिएका छैनन्। जन्मे पनि हामी नेपाललाई बुद्धको भूमि मान्दैनौँ र उनीहरू निकै नै तीतो प्रश्न खडा गर्छन्। यदि बुद्ध नेपालमा जन्मिएका थिए भने किन नेपाल अशान्त छ? किन नेपालमा न्याय छैन? किन नेपालमा कुर्सीको लागि युद्ध र निर्दोष कलिला बालबालिकाहरूलाई ताकी ताकी छातीमा गोली हानेर हत्या गरिन्छ? किन एक आपसमा सहिष्णुता छैन, सद्भाव छैन, बोलीचालीमा व्यवहारमा हार्दिकता छैन? अमेरिकाको लामो र व्यस्त सडकहरूमा आजकल एउटा अनौठो तर गहिरो शान्त कथा लेखिँदैछ। यो कथा हो 2300 माइल लामो पदयात्रा गर्ने बौद्ध भिक्षुहरूको, जसले शान्तिका लागि आफ्ना खुट्टालाई भाषा बनाएका छन्। यो यात्रा टेक्सास राज्यको फोर्ट वर्थ स्थित एक बौद्ध ध्यान केन्द्रबाट सुरु भएको, जहाँबाट उनीहरूले कुनै नारा, कुनै झन्डा र कुनै राजनीतिक माग बिना केवल मौन, ध्यान र करुणाका साथ यात्रा आरम्भ गरे। उनीहरूको अन्तिम गन्तव्य हो अमेरिकाको राजधानी वासिङटन डिसी, जहाँ पुग्न उनीहरूलाई करिब 4 महिना लाग्ने योजना छ। यो यात्रा किन यति लामो दूरी, किन यति कठिन बाटो? भिक्षुहरू भन्छन्, आजको संसार अत्यधिक क्रोध, डर, युद्ध, मानसिक तनाव र विभाजनले भरिएको छ। मानिसहरू बाहिर शान्ति खोजिरहेका छन्, तर भित्र अशान्त छन्। त्यसैले यो पदयात्रा कुनै विरोध होइन, कुनै प्रदर्शन होइन, यो चलायमान ध्यान हो, जसले मानिसलाई सम्झाउँछ कि शान्ति बाहिरबाट होइन, भित्रबाट सुरु हुन्छ। उनीहरूको सन्देश स्पष्ट छ, यदि हरेक मानिसले आफ्नो मन शान्त बनाउन सिक्यो भने संसार आफै शान्त बन्छ। पदयात्राको क्रममा उनीहरू दिनौँ बिहान सबेरै उठ्छन्, ध्यान गर्छन् र करिब 30 माइलसम्म पैदल यात्रा हिँड्छन्। उनीहरूको जीवन अत्यन्त सरल छ, थोरै लुगा, थोरै खाना र ठुलो धैर्य। कहिले मन्दिरमा, कहिले चर्चमा, कहिले कसैले दिएको सानो हलमा, त कहिले सडक छेउ टेन्टमा रात बित्छ। खाना धेरै जसो स्थानीय मानिसहरूले श्रद्धाले दिएर सहयोग गर्छन्। यही सरलताले मानिसहरूको मन छोएको छ। सडक छेउ भेटिने मानिसहरू उनीहरूलाई देखेर रोक्छन्, कोही हात जोड्छन्, कोही आँसु झार्छन्। धेरैले भन्छन्, हामीले जीवनमा यस्तो शान्त अनुहार कहिल्यै देखेका थिएनौँ। कतिपय मानिसहरू आफ्ना व्यक्तिगत पीडा सुनाउँछन्, युद्धमा गुमाएका छोराछोरी, मानसिक तनाव, एक्लोपन। भिक्षुहरू केही बोल्दैनन्, केवल शान्त आँखाले हेर्छन् र त्यही मौनले मानिसहरूलाई हलुका बनाइदिन्छ। त्यसैले मानिसहरू रोइरहेका छन्, दुःखले होइन, शान्तिले। यो यात्राको अर्को अनौठो पात्र हो एउटा कुकुर, जसको नाम हो अलोका, जसको अर्थ हुन्छ प्रकाश। अलोका कुनै योजनाबद्ध सदस्य होइन, तर यात्राकै क्रममा भिक्षुहरूसँग जोडिएको साथी हो। उसले पनि उनीहरू जस्तै मौनमा हिँड्छ, थाक्दा पनि साथ छोड्दैन। मानिसहरू भन्छन्, यदि जनावरले पनि शान्तिको बाटो चिन्न सक्छ भने हामी किन सक्दैनौँ? अलोका आज यो पदयात्राको प्रतीक बनेको छ, निर्दोषता, निस्वार्थता र प्रेमको।
अमेरिकी सरकारको तर्फबाट यो यात्रालाई रोक्ने वा विरोध गर्ने कुनै प्रयास भएको छैन। बरु स्थानीय प्रहरी समुदायले सुरक्षित यात्रा गर्न सहयोग गरेका छन्। साधारण अमेरिकी नागरिकहरूले यसलाई धर्मभन्दा माथि उठेको मानवीय अभियानका रूपमा हेरेका छन्। सामाजिक सञ्जालमा लाखौँ मानिसहरूले यो यात्रालाई पछ्याइरहेका छन् किनकि यो कथा स्वरको होइन, शान्तिको हो। वासिङटन डिसी पुगेपछि भिक्षुहरूको योजना कुनै ठुलो भाषण गर्ने होइन। उनीहरू केवल यही सन्देश छोड्न चाहन्छन्, शान्ति मागेर होइन, अभ्यास गरेर फैलिन्छ। यो पदयात्राको फाइदा कुनै आर्थिक वा राजनीतिक उपलब्धि होइन। यो फाइदा हो मानिसको मनमा पलाएको आशा, करुणा र आत्मचिन्तन। 2300 माइलको यो यात्रा वास्तवमा दूरीको कथा होइन, यो मनदेखि मनसम्म पुग्ने यात्रा हो। हरेक पाइलाले भन्छ, यदि तिमी संसार बदल्न चाहन्छौ भने पहिले तिमी आफूभित्र नै शान्ति हिँडाउन सिक।